MD4 टपिक छ आजको। MD4 भनेको क्रिप्टोग्राफीको एउटा वान अफ द मेजर क्रिप्टोग्राफिक ह्यास फङ्सन हो। यसको फुल फर्म चाहिँ मेसेज डाइजेस्ट 4 हो होइन। यस्तो स्पेसिफिकली हामी दुईवटा पढ्छौँ, MD4 र MD5। MD4 र MD5 पढ्छौँ। अनि मेसेज डाइजेस्ट भनेको चाहिँ कुनै पनि ह्यास फङ्सनको आउटपुट हो। त्यो आउटपुटलाई अब केही भनौँ न, केही लेबल गरौँ न भनेर यो मेसेज डाइजेस्ट लेखिन्छ। यसको मेन यसले चाहिँ हाम्रो मेन भनेको 128 बिट डाइजेस्ट जेनेरेट गर्ने हो। यो खास किन बनेको भन्दा पनि यसको मेन फिचर भनेको चाहिँ यो एक्सट्रिमली फास्ट हो। यसलाई स्पिडको कन्सर्नमा राखेर चाहिँ यसलाई बनाइएको हो। यो एक्सट्रिमली फास्ट फर 32 बिट आर्किटेक्चर भएको कम्प्युटरहरूको लागि एकदम फास्ट थियो। तर यो जति फास्ट भयो पनि यसमा सेक्युरिटीलाई चाहिँ त्यति साह्रो कन्सिडर चाहिँ गरिएको थिएन। त्यसपछि यो चाहिँ त्यही भएर क्रिप्टोग्राफिकल्ली चाहिँ ब्रोकन हुन्छ। क्रिप्टोग्राफिकल्ली चाहिँ पछि गएर ब्रोक हुन्छ ड्यू टु कोलिजन एकदम म्यासिभ कोलिजन हुने भएका कारणले यो MD4 चाहिँ ब्रोकन मानिन्छ। तर यसले क्रिप्टोग्राफिक वर्ल्डमा चाहिँ एउटा म्यासिभ कन्सेप्ट चाहिँ यसले दिन्छ। यसमा चाहिँ हाम्रो मेन स्टार्टिङमा भनेको यसले चाहिँ 512 बिट ब्लक्समा काम गर्ने हो होइन। सो एभ्री ब्लक चाहिँ हाम्रो 512 बिट लेन्थको चाहिँ हुनै पर्यो होइन। भेरिएबल लेन्थ इनपुट हुन्छ। सो भेरिएबल लेन्थ इनपुट हुँदा 512 बिटको लेन्थ चाहिँ हुनु पर्यो। यदि 512 बिट भन्दा ओभरफ्लो भयो भने मल्टिपल ब्लकमा चाहिँ डिभाइड हुन्छ। अब हाम्रो मेन स्टेप्स चाहिँ यसमा चाहिँ हामीले के कन्सिडर गर्नुपर्छ भने यसमा टोटल 3वटा राउन्ड हुन्छन्। अनि फर्स्टमा चाहिँ हाम्रो प्याडिङ इन्भल्भ हुन्छ। प्याडिङमा चाहिँ के हुन्छ भने चाहिँ हाम्रो प्याडिङको मेन गोल भनेको चाहिँ हाम्रो मेसेजलाई चाहिँ 448 बिट बनाउने र त्यसपछि 64 बिट चाहिँ लेन्थ अपेन्ड गर्ने। यो लेन्थ र यसको चाहिँ म अलि लिएर आउँछु ल। अब जस्तै हामीसँग यसको प्याडिङमा चाहिँ के हुन्छ भने चाहिँ वान त हान्ने होइन, 1 त हान्नै पर्यो। अनि त्यसपछि 0 यतिवटा थप्ने कि ठ्याक्कै त्यसको लेन्थ 448 होस्। अनि त्यसपछि 448 जस्तै अब हाम्रो मेसेज ABC छ। यो आस्कीमा एउटा बिट यो भनेको यो 1 बाइट हो नि त। 1 बाइट भनेपछि 24 बिट यसको लेन्थ हो। अब यो 24 बिट यसको लेन्थ भयो नि त। यसलाई चाहिँ 64 बिटमा रिप्रेजेन्ट गर्ने हामीले 2 को पावर 0 1 2 3 यसरी रिप्रेजेन्ट गर्छौँ नि। तर हाम्रो यसमा चाहिँ लेख्ने बेला चाहिँ ठ्याक्कै उल्टो गरेर लेखिन्छ होइन। यो अहिले खासै त्यस्तो इक्जाम पोइन्ट अफ भ्यूमा चाहिँ त्यस्तो यो खासै गरे पनि हुँदैन। तर यो भनेको चाहिँ तर अलि दामी हो कि। त्यसपछि हाम्रो यो 24 बिट, यो 24 बिटलाई 64 बिट, यो लेन्थ भनेको यही हो। अनि अब यो ABCलाई हामीले यो उसमा फर्मेटमा लेख्ने। अनि यसको टोटल बिटलाई चाहिँ 448 बनाउने। कसरी बनाउने भने चाहिँ पहिला 1 जोड्ने यसमा होइन, यो ठ्याक्कै 1 बिट चाहिँ एड गर्ने। जस्तै अब 1 1 0 1 1 यहाँ अलि ल्याङ भयो यता हानौँ ल। जस्तै हाम्रो मेसेज होइन 1 1 0 1 0 1 अथवा केही समथिङ छ होइन। अब यसलाई ठ्याक्कै अब प्याडिङ गर्ने बेला हामीले 1 थप्ने, त्यसपछि 0 0 0 0 थपेर हामीले ठ्याक्कै 448 बिटसम्म बनाउने। यो 1 किन थपिएको भन्दा चाहिँ
यो एम्बिग्युटी नहोस्, ठ्याक्कै डिस्टिङसन होस् भनेर चाहिँ यो 1 थपिएको हो। त्यस्तो अरू कुनै पर्पज चाहिँ होइन। अनि लास्टमा चाहिँ 64 बिटको यो जुन हाम्रो यो लेन्थ छ नि, यो 24 बिट यसको लेन्थ हो। यसलाई चाहिँ 64 बिटमा रिप्रेजेन्ट गरेर ट्याक्कै हामीले पछाडि थपिदिने। त्यसपछि ट्याक्कै 512 हुने भयो, 512 हुने भयो। अनि यसपछिको प्रोसेस चाहिँ हामीले चाहिँ यो जुन 512 बिटको यो हामीसँग यो मेसेजको ब्लक छ, यो ब्लकलाई हामीले 16 ओड्समा डिभाइड हान्छौँ। 16 ओड, इच ओड चाहिँ हाम्रो 32 बिट हुन्छ, 32 बिट हुन्छ। अनि त्यसपछि हामीले चाहिँ बफर इनिसियलाइजेसन गर्छौँ। इनिसियलाइजेसन गर्छौँ होइन। अनि इनिसियलाइजेसन गरिसकेपछि ठ्याक्कै हामीसँग 4वटा रेजिस्टर हुन्छन् होइन, यसमा ABCD अथवा कुनै हामीले ABCD लेखौँ। अनि यो 4वटा रेजिस्टरले 32 गरेर 64 128 ठ्याक्कै 128 हुन्छ। अनि यो जुन राउन्ड अपरेसन हुन्छ नि, त्यो अपरेसन भइसकेपछि लास्टमा यो भ्यालु जुन हुन्छ त्यही नै हाम्रो डाइजेस्ट भ्यालु अथवा MD4 ह्यास फङ्सनले जेनेरेट गरेको 128 बिट भ्यालु हो। यसमा चाहिँ हाम्रो इच ब्लक जुन यो 512 बिट अथवा हाम्रोसँग मेसेज भनेको त हाम्रो मल्टिपल ब्लक हुन्छ नि त। यो इच ब्लक चाहिँ 3 राउन्डमा जान्छ, 3वटा राउन्ड फलो गर्छ। अनि हामीसँग टोटल 3 राउन्ड भइसकेपछि इच राउन्डमा चाहिँ हाम्रो 16 अपरेसन हुन्छ, किनभने हामीसँग 16 ओड हुन्छ। 16 अपरेसन हुँदा 3वटा राउन्डमा चाहिँ हामीसँग टोटल 48 अपरेसन हुन्छ। अनि त्यसपछि राउन्ड अपरेसनमा चाहिँ राउन्ड 1मा चाहिँ हाम्रो XYZ यो एउटा कुनै fxyz फङ्सन भयो भने यो अपरेसन अकर हुन्छ XY अनि नेगेसन अफ XZ। यो हुन्छ फर्स्ट राउन्डमा। सेकेन्ड राउन्डमा अथवा GXYZ यो छ भनेपछि XY XZ YZ सबलाई इक्वली डिस्ट्रिब्युट गर्ने र यसलाई यसरी जोडिदिने। अनि लास्ट राउन्डमा चाहिँ 3वटा राउन्डमध्ये 2टा राउन्डमा यो अपरेसन हुन्छ र लास्ट राउन्डमा चाहिँ FGH XYZ मा चाहिँ सबैको एक्जर हुन्छ। अनि लास्टमा फाइनल आउटपुट भनेको चाहिँ ट्याक्कै ABCD ट्याक्कै यो न्यू भ्यालुहरू यो अपडेट हुन्छ। यहाँभित्र अरू पनि अपरेसन हुन्छ। त्यो W स्टलिङ्स भन्नेको बुकमा चाहिँ अलि अझै क्लियरली लेखा पुरै टर्मिनल त्यो टर्महरू कसले के गरेको, यो के जेनेरेट गरेको त्यो सबै लेखा, त्यो रिफर गर्दा नि भयो। तर इक्जामको लागि बुझ्नलाई यति नै बुझे भयो। यति यो स्टेप्सहरू इन्क्लुड गर्ने। अनि यसले कति बिटको डाइजेस्ट यो जेनेरेट गर्छ र यो किन फास्ट यो के थियो यसको मेन फिचर र किन यसलाई अलि ल्याङ भयो। अनि यसले कुन बिटमा चाहिँ काम गर्छ, कतिको कुन बिट मेसेजमा काम गर्छ र यसमा प्याडिङ यिनीहरू कति हुन्छन् भनेपछि चाहिँ इनफ हुन्छ।